जुन मालपोत कार्यालयको परिसर जुन अफिसभित्र चाहिँ म यहाँको कार्यालयभित्र छु। हाकिम साहब बिदामा हुनुहुँदो रहेछ। अलिकति जानकारी दिनुहोस् न, यहाँको कर्मचारीहरू चाहिँ टाइममा आउनुहुन्न रहेछ। 11 बजिसकेको छ। धेरैजना कर्मचारीहरू चाहिँ खाली छ होइन। यसमा के छ, अरू बेला पनि यसरी नै सेवा सुविधा दिनुहुन्छ, कस्तो छ? त्यसो छ। अब यो चाहिँ चाड, यहाँको नाम? मेरो चाहिँ पदम माधव नेमाङ हो। हजुर। यो चाहिँ आज विशेष अब यो जुन दसैँको बिदामा होइन, हजुर, बिदामा भएको बेला चाहिँ अब यो विपदले हजुर 2 दिन त सालमा बिदा दिइहाल्यो होइन। हजुर, तर आज त टाइममा आइपुग्नु पर्ने हो नि। होइन, बाटो अरू बेला नि यस्तै छ अरे नि, जनतालाई आमलाई दुःख दिन्छन् अरे भन्ने कुरा सुनेको छ नि। जुन आज मालपोत कार्यालयभित्र छु म, यस विषयमा भनिदिनुहोस्। यसो छ, यो विषयमा नि मेरो पनि घरको 13 नम्बर हो होइन। हजुर। म जस्ट बिहान हिँडेको बेलुकी मात्रै आइपुगेँ। हजुर, आफै हिँडेर। हजुर। अब बाटोको अवस्था यस्तै छ। हजुर, अहिले यातायातको असुविधाले पनि। हजुर, ठिक छ सर। आज 11 बजिसकेको छ, यहाँको कार्यालयमा कर्मचारी उपस्थित छैन। अरू बेला चाहिँ के छ, कस्तो छ, त्यही विषय भनिदिनुहोस् न भइहाल्छ। ठिकै छ। अरू बेला टाइममा आउनुहुन्छ है। हस्, यहाँलाई समय र जानकारीलाई धेरै धेरै धन्यवाद दिँदै म जुन मालपोत कार्यालयबाट चाहिँ म अजेन्द्र भाइ तामाङ पनि यहाँमा छुटिन चाहन्छु।